समीर अनि भिडियोमा स्वागत छ सबैजनालाई। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु हैन। अनि के भन्छ धेरै पछि भिडियो बनाउँदैछु। भिडियोमा स्वागत छ सबैजनालाई। आजको चाहिँ यो चाहिँ कोरिया भ्लग एपिसोड 4 हो। 3 सम्म आइसकेको छ। हेर्नु होला, कतिजनाले हेरिसक्नु भयो होला हैन, कतिजनाले बाँकी होला। अनि आज चाहिँ यता मासतिर चाहिँ यसो फुलहरू हेर्नु पर्यो भनेर आइरहेको छु हैन। फुलहरू खासै छैन रहेछ, अलिअलि एउटा दुईटा देखिरहेको छु। अनि एक्लै छु। कता आइपुग्यो यो मासतिर, गाउँमा मलाई पनि थाहा छैन। बाटोहरू दामीको छ, यस्तो छ, फुलहरू छ, हल्का फुल्दैछ। हाम्रै वरिपरितिर नि फुल रहेछ। फुल हेर्ने मौका पायो, मजा लाग्यो, दामीको छ। अनि साथीहरूलाई फोन गरेको, यो परको त्यो अस्तिको झिलिमिलीवाला पुलमा पुगेको रहेछ उनीहरू चाहिँ। अगाडि कुद्दै हुनुहुन्छ, म पछि कुद्दैछु। खासमा पुलले झुकायो, पुलको पारिबाट म उँभो गएँ, साथीहरू वारीबाट यता आएछ। अब यसले त मलाई त के हो सिक्या हुन्छ है। कुकुरले खाने गाली हामीले खानुपर्छ यार, कोरियामा गाह्रो छ। यहाँ चाहिँ हाम्रो दाइ बसिरहनु भएको रहेछ। राम्रो तपाईँहरू एकतिर जाने, एकतिर बाटो देखाइदिने हामीलाई। झुक्याउने मान्छेहरू उहाँहरू नै प्लाइवुड उठाउनु भनेको त उतिर त्यो फालेको हो होइन होला, यहाँ कम्पनीलाई ल्याएको होला तपाईँ पनि। ल यहाँनिर आएर चाहिँ यस्तो खालको यहाँ रहेछ एउटा, उता पर हाम्रोमा चाहिँ दुईवटा छ। यो चाहिँ हामी आएको बाटो भयो, यताबाट कहाँबाट हिँड्दै कुद्दै आयो। यता जाँदैछ बाटो, दाइहरू यता छिरिरहनु भएको छ। यहाँ चाहिँ सानो बस्ने ठाउँ टाइपको रहेछ। अनि म चाहिँ यता छु, हावा मिठो चलिरहेछ तरिकाले। दाइ यहाँ हल्लिने ठाउँ रहेछ, स्थिति गरेर टक्क लगाएर। अब यहाँबाट हामी निस्किन्छौँ। जाडो मौसम भर्खर सकिएकोले यता सुकेका रुखहरू जस्तो देखिन्छ। यो पलाउन थालेको यो फुल्दैन त यिनीहरू चाहिँ फुल्छ। भर्खर यो मुनाहरू निस्किरहेको छ यहाँनिर। यो टुपार्यो फुलको यो फुल्नलाई रेडी हुँदैछ। अब यसलाई साकुरा भन्छ। साकुरा भन्छ। ए यही हो साकुरा है। त्यो उतातिर सेतै फुलेको चाहिँ के हो? त्यो नि साकुरा हो। हाम्रो नेपालमा पोइयो भनेर भन्छ। साकुरा हेर्न कुदियो, खासमा फुलेकै छैन रहेछ। एक दुईवटा त फुलेछ है त एकपट्टितिर। पाँचौँ महिनामा एकदमै पाँचौँ, अहिले भर्खर चौथो महिना हुँदैछ। अब आफू त फर्स्ट टाइम अहिले चाहिँ आज के छ यहाँको कस्तो के हो मलाई बुझाउँदै हुन्छ, किनकि उहाँ चाहिँ धेरै भइसक्यो कोरियामा चाहिँ। ठ्याक्कै हेर्दाखेरि हामीले रियल, म त अस्तिबाट रियल सोचिरहेको थियो, धेरै ठाउँ देखेँ नि त मैले त। माथि ओहो, यो माथि चाहिँ पुरै आयो है, यता खोला सफा छ नि यता लास्टै।
त्यही पुल पुलै पुल छैन है। गाइस हामी चाहिँ यहाँ दामी ठाउँमा आइपुग्यो अनि त्यसपछि अब भिडियो सिडियो खिच्यो, मोबाइल खिच्यो, फोटोहरू खिच्यो, सबै गऱ्यो। अनि अब चाहिँ लगभग भिडियोलाई एन्ड गर्ने बेला भयो। रमाइलो भयो होला सबैजनालाई, अनि मलाई एकदम रमाइलो भयो, यता सबैजनालाई रमाइलो भयो। दाइ रमाइलो भयो नि त आज भनिदिनु त। एकदमै रमाइलो भयो, एकदमै रमाइलो भयो। अब यहाँ बाहिर आज घुम्न आएको, सटरडे सन्डे छुट्टी मनाएर एकदम रमाइलो भयो। अब फेरि नेक्स्ट भिडियोमा फेरि अझै रमाइलो गर्नुपर्छ दाइ नि त। अर्को हप्ता फेरि हामी योभन्दा धेरै राम्रो बनाउने हामी कोसिस गरिरहेका छौँ र गर्नेछौँ र बनाउँछौँ पनि हामी, यो ग्यारेन्टी नै छ। ल ओके दाइ, ल कविजी रमाइलो भएन? एकदमै रमाइलो भयो होइन। आजको यो जुन यो बसाइ चाहिँ सोचे भन्दा पनि रमाइलो भयो। रमाइलो भयो नि त एकदम हामी अब नेक्स्ट भिडियोमा भेट्छौँ। आजलाई चाहिँ बाई बाई।